नजिक हामी भयौँ त्यति हामीले एकअर्कालाई चिन्ने मौका पाउँछौँ क्या र रमाइलो पनि हुन्छ नजिक आइदिनु होला प्लिज र उताबाट पनि हामीलाई हेरिराख्नु भएको छ यताबाट पनि हामीलाई हेरिराख्नु भएको छ तपाईँ भाइ बहिनीहरू भाइ बहिनीले म देख्दिनँ भाइहरू यता महानुभावहरू यता अगाडि चाहिँ आइदिनु भयो भने हामी एकदमै कृतज्ञ हुने थियौँ रमाइलो पनि हुन्छ होइन है त्यस्तो धेरै गर्मी चाहिँ छैन लागेन हामीलाई पनि किनभने हिजो पानी परिरहेको थियो अलिअलि यो कार्यक्रम त हामीले गरिरहेका छौँ यसमा साथ दिने हामीसँग धेरै सहयोगी संस्थाहरू हुनुहुन्छ एकपल्ट म भन्छु रेडियो कान्तिपुर रेडियो अन व्हिल्स टाइटल स्पोन्सर रहेको छ हाम्रो ई सेवा मनी ट्रान्सफर त्यसै गरी पावर बाई ग्लोबल आइएमए ब्याङ्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इन एसोसिएसन विथ फाइबरनेट होन्डा सर्बो र हायल त्यसै गरी हाइजिन पार्टनर रहेको छ हाम्रो एक्स्ट्रा डिटर्जेन्ट पाउडर धोनी हर्बल साबुन र 2 PM स्न्याक्स नुडल्स स्न्याक्स पार्टनर प्रीति रमपम तयारी चाउचाउ हेल्दी होम पार्टनर रहेको छ केएमपी नेरोल्याक फ्रेग्रेन्स पार्टनर इन्चान्टर क्लिनिङ पार्टनर ई सेवा सपोर्टेड बाई गुड लाइफ मेरी मेरी बिस्कुट्स त्यसै गरी गुड लाइफ इमली बम र श्रीकेश अनि इभेन्ट एन्स्योर्ड बाई IGI Prudential Insurance Company Limited र मार्केटेड बाई 3 Dimension उहाँहरूको सहयोगमा हामीले देशभरिका 15वटा सहरहरूमा कार्यक्रम गर्न सक्दैनौँ हामीले झापाको बिर्तामोडबाट यो कार्यक्रम सुरु गरेका हौँ अब हामीसँग 2वटा डेस्टिनेसन्स बाँकी रहेका छन् पोखरा र काठमाडौँ 13औं स्थान हो यो है र हामी नेपालगञ्ज यो कार्यक्रम सम्पन्न भइसके पछाडि चाहिँ हामी पोखरा प्रस्थान गर्छौँ तर भव्य र सबै तरिकाले चाहिँ यहाँ बनाउने सोचका साथ हामी आएका छौँ त्यो सोचलाई चाहिँ सम्भव गराउने तपाईँको काम र अवश्य पनि तपाईँले हामीलाई भरपुर साथ दिनुहुन्छ र भरपुर इन्जोय पनि गर्नुहुन्छ र इन्जोय गर्नको लागि हामी गेम स्टार्ट गर्ने हो गेम खेलिसके पछाडि उपहारहरू जित्नुहुनेछ जो त हामीले बताइसकेको छ स्मिताले पनि भनिसकिन् अब गेम खेल्दै उपहार पनि लैजाँदै नेपालका चर्चित कलाकारहरूको गीत सुन्दै चर्चित हास्य कलाकारको प्रस्तुतिमा रमाउँदै हाँस्दै योभन्दा फुल प्याकेज के हुन सक्छ त अब हुन्छ के केही हुँदैन अब सिङ्गर्स हाम्रो हामीसँग आर्टिस्ट हुनुहुन्छ धेरै आर्टिस्टहरू हुनुहुन्छ को हुनुहुन्छ भनेर फेरि पनि रोमाइन्ड गराइदिनु हो टिका प्रसाई हुनुहुन्छ टिका प्रसाई अब आजकल त कस्तो हुन्छ भने नामबाट थाहा हुँदैन गीतबाट थाहा हुन्छ क्या माया लुकी लुकी होइन नाइ मलाई थाहा छैन त्यो गीतका गायिका हाम्रो युक्त प्रसाद श्रेष्ठजी हो तपाईँ कोलपुरदेखि आउनु भएको रहेछ रेडियो कान्तिपुरका पुरानो श्रोता हरेक वर्ष आउनुहुन्छ तपाईँ एकछिन बस्दै गर्नुहोस् है त्यस पछाडि हामीसँग हुनुहुन्छ महेश काफले तातो गोली माया बिरानी लजावती झारका गायक विश्व नेपाली जो क्लासिकल सिङ्गिङका एकदमै होनहार गायक नेपालका सुमन कार्कीको त के कुरा गर्ने हो अब कमेडी च्याम्पियन्सबाट उदाउनु भएका उदयमान कलाकार रेडियो श्रोता सुमन कार्कीले पेट मिची मिची हँसाउनु हुनेछ अनि उहाँले उपहार पनि दिनुहुनेछ आफ्नै हातबाट आफ्नै तर्फबाट आफैले गेम खेलाएर तर अब हामी गेम सुरु गरौँ ल गरौँ भन्ने आवाज उठिसक्यो अब गेम सुरु गर्नुभन्दा अगाडि चाहिँ केही साथीहरूलाई हामी अझै नजिक आउनको लागि भन्छौँ यतापट्टिका साथीहरू अगाडि आउनुहोस् अनि गेम खेल्नको लागि तपाईँहरू तयार रहनुहोस् अब गेम के छन् भनेर त हामीले जानकारी दिइहाल्छौँ एकैछिनमा गेम खेलिसकेपछि हामी 10वटा बलुन दिन्छौँ सुन्नु भएको छ नि पछाडितिर पिलो त आएको छैन नि हामी 10वटा बलुन दिन्छौँ 10वटा बलुनमा चाहिँ तपाईँले फुक्नु पर्यो है 1 by 1 अब कसरी चाहिँ फुक्नुहुन्छ फुक्नु पर्यो अनि त्यस पछाडि तपाईँले यहाँ बसेर फुटाउनु पर्यो तपाईँको पम्पले फुटाउनु पर्यो है बुझ्नुभयो दुवैजनाले अनि जसले धेरै फुटाउनुहुन्छ सकाउनुहुन्छ धेरै भन्दा पनि जसले छिटो सकाउनुहुन्छ उहाँ विजेता हुनुहुनेछ टाइमको कुनै अवधि छैन हैन के क्वेशन छ क्लियर ओके धन्यवादजी बुझ्नुभयो हैन ल अब सुरु गरौँ म्युजिक बज्छ म्युजिक बजेपछि स्मिताले काउन्टडाउन दिन्छन् तपाईँ चाहिँ मेरो पार्टीको पर्नुभयो हामी जित्नुपर्छ है फुकाउने हैन अनि यो पछाडिको भागले फुटाउने यसले बाँधे पनि भयो नबाँधे पनि भयो जे गरे पनि भयो उहाँभन्दा छिटो सक्नु पर्यो एउटा फिल्मको छ नि एउटा बुद्धि भन्छ नि यो के दिमाग लगा पासा दिमाग लगा भने जस्तै हो क्या पछाडिबाट फुटाउ
ठुलो सानो जसरी फुट्छ त्यसरी त्यही साइज चाहिँ गर्न पर्यो सानो भए यत्रै बाह्र फुटाउनु भयो यत्रो बाह्र फुटाउनु भयो फुटाउनु चाहिँ पर्यो क्या तर छिटो पछाडिबाट है फुटाउनु फेरि उहाँभन्दा छिटो तर म चाहन्छु उहाँले जित्नुहोस् म चाहन्छु राहुलजीले जित्नुहोस् राहुलजीको लागि राहुल 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 भन्नुहोस् अनि उहाँको नाम धनबहादुर घाँटीमै सामी झुन्डाइस त धनी हुनुहुन्छ जस्तो लाग्यो धनबहादुरजी ल उठ्नुहोस् अब उठ्नुहोस् म्युजिक बजाऊ सुरेश भाइ अब काउन्टडाउन देऊ स्मिता तिमी 3 2 1 गो राहुल 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 छिटो छिटो गर्न पर्यो छिटो छिटो उठेर है धनबहादुरजी यसरी त धन प्राप्त हुँदैन फेरि हात नच्याप्नुहोस् न पार्नु पर्दैन के पार्टले दिनुहोस् न यसरी हो ओके गुड धनबहादुरजी दुईवटा ल अझै यसरी मात्र 8वटा बाँकी अब 7वटा बाँकी अब मात्रै विपक्षले नअघि फुटाउनुहोस् मलाई लाग्दैछ राहुलजीले जित्नुहुन्छ भनेर इन्ट्रेस्टिङ भइरहेछ राहुल 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 धनबहादुरजी एकदम तीव्र गतिमा अगाडि बढ्दै हुनुहुन्छ अब 2टा बाँकी मात्र एउटा बाँकी धनबहादुरजीको चाहिँ एकदमै रमाइलो भइरहेछ कस्तो रमाइलो यो चाहिँ ई सेवा मनी ट्रान्सफर हाम्रो मेन स्पोन्सर रहेको छ त्यहाँको तर्फबाट आकर्षक यो टी सर्ट रहेको छ दोस्रोले कति पाउनु हो पहिलोले कति पाउनुहुन्छ होला त अब गेस गर्नुहोस् तपाईँ आफै हिमगिरीको तौलबाट गिफ्ट हाल्छ तपाईँ आफैले चाहिँ यसो हेर्नु सक्नुहुन्छ ब्यागमा के छ भनेर धेरै चाहिने सामग्रीहरू छन् यसै गरी हामीसँग रहेको छ आयोको तौलबाट टी सर्ट यसो देखाउनुहोस् भेरी नाइस एउटा शीतल होला जस्तो छ अनि 2 PM cheese balls मिठो 2 PM premium cheese balls मिठो रमपम तयारी चाउ लिनुहोस् तपाईँ चाहिन्छ ल हेर्नुहोस् एक छोला एक भारी हो उहाँको One chance. One more. Thank you so much. लास्ट इयरमा आउनु भएको तपाईँ ए हो पेन पनि पेन फ्रीमा हो बस लक अझलाउने के ट्राई गर्नुहुन्छ आउनुहोस् यता आउनुहोस् राहुलजीको लागि जोरदार ताली तेरा बिस्तारै टक्क फाल्नुहोस् थ्याङ्क यू राहुलजी आइदिनु भएकोमा Thank you. अब हाम्रो सल्लाह चाहिँ के भयो भने 2जना मर्दहरूलाई हामीले भिडायौँ सुन्दरीहरूलाई भिड मतलब ब्युटिफुल नेपालगञ्जका वरपरका भनेको मतलब हामी 2जना बहिनीहरूलाई बोलाउँछौँ ए अघि रेडी हो महिलालाई ग्राह्यता दिन्छौँ ए उहाँहरू आइसक्नु भएको आउनु सानसाना बहिनीहरू 2जना साथी जस्तो हुनुहुन्छ त्यस्तो राम्रो छ एकदम ठाडो छ त भने फेरि बहिनीको शुभ नाम आस्था डुम्रे कहाँबाट आउनुभयो नेपालगञ्जको नजिक छ ओके अनि यता नाम के हो खुसी ओ कस्तो राम्रो नाम सधैँभरि खुसी हुने गरिरहेछ गर्दा झगडा गर्ने घरमा यहाँ बस्ने ल यता अब सानसानो पातलो बहिनीहरू हुनुहुन्छ बलुन नै फुटाउने हो पातलो न वेटले गर्दैन भनेको चाहिँ करेज चाहिन्छ क्या त्यसमा अघि भनेको त्यही टेक्निक चाहिन्छ दिमाग लगाउनु पऱ्यो ल उहाँको लागि कतिवटा छ भाइ 10-10वटा कि 5-5वटामा जाने हो त उहाँ के फरक पर्दैन भयो 5 ओके ल 10-10वटा हामी दिन्छौँ बल्लु ल खुसी बहिनी अघि मैले हारेँ होइन अब हामीले जित्नुपर्छ है ल खुसी र आस्थाको लागि एकपल्ट ताली बजाउँ त नेपालगञ्जवासी सुरेश भाइ मैले हान्ने गरेँ अलिक गाह्रो भइरहेछ ल म्युजिक 1 2 3 go आस्था लास्ट गीत ल मेरो सबैजना नाच्नुपर्छ म जाँदैछु सुमनजी आउनुहुँदैछ अलिकति
सक्नुहोस् मलाई यो टिस्युको बारेमा भन्नुहोस् त भनेर भन्नुहोस् ओके सो नेपालगञ्ज तपाईँहरू तयार हुनुहुन्छ महेश काफ्लेको गीत सुन्नको लागि नेपालगञ्ज तपाईँ तयार हुनुहुन्छ सुमन कार्कीको खमाटी सुन्नको लागि मेकअप क्लिन्जिङ वाइप छ यसै गरी यो हो ट्राभल वाइप लगायतका प्रडक्टहरू छन् उहाँहरू नै यसै गरी स्यानिटरी न्यापकिन छ र प्यान्टी लाइनर पनि छ है थ्याङ्क यू कङ्ग्रेचुलेसन ओके र इसेवाको तर्फबाट टी सर्ट पनि छ अरू केही छ भाइ ओके सो उहाँलाई फेरि फेरि बधाई छ यो एकदमै महत्त्वपूर्ण पुरस्कार प्राप्त गर्नुभएको छ पुरस्कारको कुनै मूल्य हुँदैन यदि सानो पाए भने त्यो ठुलो अमूल्य हुन्छ है तपाईँ 30 होमबाट हुनुहुँदैछ दाइ होला सायद तपाईँको कहाँ होला है तपाईँको बारेमा भन्दाखेरि स्वान दिएर पुरा ताली बजाएर तपाईँले सपोर्ट गरिरहनु युद्धबहादुर श्रेष्ठज्यू तपाईँ विशेष व्यक्ति हो यहाँ आउनुहोस् स्टेजमा कहाँ हुनुहुन्छ युद्धबहादुर श्रेष्ठ नाम तपाईँको यो दुईजना ओहो त्यत्रो वर्ष त कसरी याद गर्नु अब गरिराख्नु पर्यो नि त घर है ल तपाईँको लागि ई सेवा मनी ट्रान्सफरको यो झोलामा रहेको धेरै ई सेवाको मात्रै होइन अरू प्रडक्टहरू पनि छन् तर ई सेवा मनी ट्रान्सफरको ब्याग यहाँभित्र क्याप छ लगायतका अन्य प्रडक्टहरू तपाईँको लागि विशेष उपहार युद्धप्रसाद श्रेष्ठज्यू र सर्वको तर्फबाट सर्व लुब्रिकेन्ट्सको तर्फबाट विशेष टी सर्ट गुड लाइफको तर्फबाट मेरी मेरी बिस्कुट तपाईँको लागि सर्वले फोटो खिच्नेहरूले पनि गर्नुहुन्छ भनेर प्रयास यो तर्फबाट तपाईँको लागि यो यहाँ राखिदिएछ ल धन्यवाद छ यहाँलाई सुन्दै गर्नुहोस् रेडियो कान्तिपुर रेडियो राज थ्याङ्क यू अब के गर्ने अब गेम पनि अब क्वेसन आन्सर पनि हामीले गऱ्यौँ हामीले अब गिफ्ट पनि बाँड्यौँ नाच्यौँ पनि सँगसँगै गायौँ पनि अब हाँस्ने हो अलि यता आउनु भयो झन् रमाइलो हुन्थ्यो होला सायद अगाडि आइदिनु होला प्लिज अगाडि आइदिनु होला अनि त्यस पछाडि चाहिँ हामी रमाइलो गर्नुपर्छ हो र तपाईँहरूलाई हँसाउनुभन्दा अगाडि तपाईँलाई हँसाउने वार्मअप गर्छु मैले यो होन्डाको विषयमा भनेर हँसाउने वार्मअप गर्न चाहन्छु होन्डाको विशेष स्किम रहेको खालको क्वेसनको आन्सर गर्यो है त म अब सोध्दैछु प्रीति तयारी चौचौको विषयमा क्या प्रीति चौचौको विषयमा कति थाहा रहेछ सुनौ अब तपाईँले भन्नु पर्यो अब म पहिला चाहिँ तपाईँलाई इन्फर्मेसन दिइहाल्छु प्रीति चौचौको एक कार्टुन अथवा विभिन्न हुन्छ नि नम्बर्स अफ कार्टुन तपाईँले चौचौ किन्नु भयो भनेदेखि त्यहाँ स्क्रच कुपन पाइन्छ त्यस पछाडि तपाईँले स्क्रच गर्नुभयो भने भाग्यशालीले चाहिँ बम्पर उपहार पाउन सक्नुहुन्छ विभिन्न छ तर बम्पर उपहार भनेको चाहिँ बुलेट बाइक हो है थाहा छ है तपाईँहरूलाई सो तपाईँले भन्नु पर्यो यो बम्पर उपहार बुलेट बाइक कतिजनाले पाउन सक्नुहुन्छ म अप्सन दिन्छु 1 2 3 4 or 5 हामी तिनजनालाई पहिला बोलाउँछौँ तीनजना व्यक्तित्वहरू यहाँ तिनजना यहाँ आउनुहोस् उहाँ दिदी पनि हुनुहुँदैछ तपाईँ पनि आउनुहोस् सानो भाइ तपाईँ नआउनुहोस् तपाईँ कता हिँडेको तिनजना भइसक्यो तिनजना हुनुभयो तिनजना आइसक्यो भाइ पनि आउनु भएछ ल आउनुहोस् आइहाल्नुहोस् ओके के हो आन्सर 5 जना 4 जना हो तपाईँको नाम भन्नुहोस् आयुष गुप्ता तपाईँ हिँड्दाखेरि जहिले एउटा सानसानो भर्याङ लिएर हिँड्नुहोस् जो पाइँदै मान्छेहरूले तपाईँको मुखसँग माइक पुऱ्याउन सक्दैन तपाईँको
तपाईँको नाम? मेरो नाम रमेश पौडवाल। रमेश पौडवाल। रमेश पौडवाल कहाँबाट हुनुहुन्छ? हजुर कहाँबाट हुनुहुन्छ? मुक्तिपुरबाट। मुक्तिपुरबाट। ओके। आन्सर के हो त? आन्सर? आन्सर 4। आन्सर तपाईँको? 5 टी गार्डन फार्ममा बुलेट बाइक साथमा। अच्छा, यो एड तपाईँले बोल्नु भएको हो? तपाईँको शुभ नाम भन्नुहोस् न। नारायणी चौधरी। नारायणी चौधरी। ममता नेपाली। ममता ममता नेपाली, नारायणी चौधरी अनि आयुष 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 गुप्ता। आयुष गुप्ताको आन्सर थियो 5 जना। आन्सर पनि के रहेछ? 5 जना। उहाँले 4 जना भन्नुभयो। तर उहाँहरूले आन्सर 5 जना भन्नुभयो। उहाँले 5 जना भन्यो, उहाँले 4 जना। तर तपाईँले त्यही तपाईँको अनुशासनलाई कायम गर्दै म उहाँलाई पुरस्कार पनि दिन चाहन्छु। यहाँ कोही पनि हार्दैन, उपविजेता हुन्छ, जहाँ विजेता जोडिएको हुन्छ। दिनुहोस् भाइको लागि। भाइ मलाई नबिर्सनु ल। जुग अझै छ कहाँ यति? कृतिको तर्फबाट यो विशेष उपहार टिटिएमको तर्फबाट र तपाईँको केही छैन केही छैन होइन भाइ। छ यो छ एकदमै मिठो हुन्छ। फेरि रिग्रेट गर्नुहुन्छ ला एउटा त थियो मैले थिइनँ भनेर। ल भाइ जिते जस्तो अनुभव घरमा गएर चाहिँ मैले जितेको भन्नु। अच्छा अघि नै मैले देखाइसकेँ सब्जीको त होइन। ल धेरै धेरै बधाई। त्यसै गरी अर्को पहिला पनि हामी के तपाईँको तर्फबाट हामी फोटो खिच्नुपर्छ। तपाईँले यो ब्याकग्राउन्ड हाल्नु होइन। एकदम छिटो छिटो गरौँ न। अरू भाइ के लाँदैछ भनेर हेर्नु अर्को लागि पुरस्कार पनि लिएर Asian 2 PM cheese balls. Good Life Mary Mary Choco Chips Cookies. Easy to add chow chow ko झकास। और यो पनि च्वास छ। हिरो राम्रो मेन्यु हो प्लिज। यो सब्जीको बाट चाहिँ चाप धरी हाल्यो। गुलाबको तर्फबाट मेरो बिस्कुट तपाईँको अहिले चाहिँ चिकनको तर्फबाट एउटा चिज भयो भेटेको छ। तर्फबाट झकास तपाईँको लागि उपहार। आएको तर्फबाट टी सर्ट। अरू केही इडली बाउको तर्फबाट तपाईँको लागि एकचोटि चक्लेट आफैले निकाल्नुहोस्। ओके सो थ्याङ्क यू भेरी मच। र ग्लोबल आर्मी ब्याङ्कको तर्फबाट खाता खोल्नुहोस्, त्यहाँ गएर नै धेरै पैसा जम्मा गर्नुहोस् भन्ने शुभकामना। थ्याङ्क यू अघिलाई। थ्याङ्क यू सो मच। अबको लागि कसलाई बोलाउँदैछ हामीले? जाँदछौँ कमेडियन स्टार्टअप कमेडियन भनौँ। हाम्रै मनपर्ने कलाकार कमेडियन सुमन कार्कीलाई स्वागत गरौँ। अहिलेका युवा लोकप्रिय हास्य कलाकार सुमन कार्कीलाई। नमस्ते नेपालगञ्ज। वाउ एकचोटि म पनि भिडियो बनाइहाल्छु ल तपाईँहरूले बनाएको बेला। यति साह्रो नचिच्याउनुहोस् ठिक्क ल। नमस्ते नेपालगञ्ज। थ्याङ्क यू। नेपालगञ्जमा के भयो? आदान प्रदान गरौँ। आदान प्रदान भने म प्रदान गर्छु, त्यस पछाडि समय रह्यो भने केही चाहिँ हामी रमाइलो गरौँ, हुन्छ? किनकि पहिले काम सकौँ। ल म चाहिँ सेवा मनी ट्रान्सफरबाट हो। यहाँ यो रेडियो अन विल्समा चाहिँ सहभागी भएको। अहिले सेवा मनी ट्रान्सफरले एउटा अभियान सुरु गरेको छ। त्यो भनेको मेरो डिजिटल देश अभियान सुरु गरेको छ। जुन अभियान अन्तर्गत अहिले
विदेशमा रहनुभएका महानुभावले ई सेवा मनी ट्रान्सफर मार्फत ई सेवा वालेटमा पैसा पठाउँदाखेरि काठमाडौँमा घर जित्ने मौका छ। तपाईँहरूले एकदम ध्यान दिएर मेरो कुरा सुन्नुहोस् है। मेरो कुरा सुन्नुभयो भने तपाईँलाई त्यति धेरै फाइदा हुन्छ, किनकि मैले भनेका कुराबाटै तपाईँहरूलाई केही क्वेसनहरू गर्छु। तपाईँले सुविधा म्याम एउटा फोटो पनि खिच्छौँ हामी, ताकि उपहार हामीले सही व्यक्तिलाई दिएका छौँ भन्ने कुरा हामीसँग प्रमाण गरोस्। जोरदार ताली बजाइदिनु, सानो मन नगर्नुहोस्, किनकि यो उपहार आदान प्रदान त एउटा कुरा मात्रै, हामी तपाईँहरूसँग भेट्नको लागि, मनसँग मन जोड्नको लागि हामी आएका हौँ। एकदम जोरदार ताली सम्पन्नको लागि। अझै केही आउँछ कि भने पनि भएको छ। थ्याङ्क यू। अब थर्ड क्वेसन है, थर्ड क्वेसन ध्यान दिएर सुन्नु होला है, एकदम ध्यान दिएर तपाईँले मजाले हेर्नुहोस्। ए हो ल हजुर, ल एकचोटि यतापट्टि, एकचोटि यतापट्टि, एकचोटि यतापट्टि, ल अब यतापट्टिबाट दुईजना पाइसक्नु तपाईँहरूलाई विशेष छ। ल यतापट्टिबाट अघि सही जवाब दिएको थिएँ तर पाइनँ भन्ने गुनासो भएकोले यहाँको लागि क्वेसन है त। यताबाट आएन भने यताबाट ल उहाँले सही जवाब दिइरहनु भएको थियो। बुझेँ 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 बुझेँ। अहिले ठिक छ, माथिनुहोस्। तपाईँको नाम? दुर्गाबहादुर रोकाए। दुर्गाबहादुरको लागि चाहिँ जोरदार ताली बजाइदिनुहोस्। दुर्गाबहादुरको लागि यसो उपहार छ। पछाडि हाम्रो मित्र गोकुलजी अङ्कल क्यारी केटामा सोध्नु पऱ्यो, एकछिनमा सोध्नुलाई त्यो चाहिँ अहिले पहिले सघाउने पानी पर्ला जस्तो भएकाले मैले फर्स्टमा यो चाहिँ क्वेसन एन्सर सकिहाल्नु भयो। ल लास्ट क्वेसन हो है यो। ई सेवा मनी ट्रान्सफर मार्फत ई सेवा वालेटमा पैसा पठाउँदाखेरि काठमाडौँमा घर जित्ने मौका छ। पूर्णबहादुर श्रेष्ठले घर जितिसक्नुभयो, यहाँहरूले थाहा पाइसक्नुभयो। अब क्वेसन यो हो कि सुनिनु पर्यो हे, कोमलपुरसम्म सुनेन नि त। ल है, हाम्रो रमाइलो बाँकी नै छ। यो त हाम्रो चलचित्र अगाडिको ट्रेलर भन्छ नि। ए हो, ए ल ल सय सय ल ढुक्क हो कि के हो थाहा छैन। एउटा सानो लाइन भन्छु ल। सम्पूर्ण राम्री मान्छेहरूलाई छ है यो चाहिँ समर्पित। तिम्रो नामको पछाडि जोडेर मेरो नामको थर, वाह वाह। तिम्रो नामको पछाडि जोडेर मेरो नामको थर, जन्मघर त हुन सकेन नेपालगञ्ज, बनाइदिउँ क्या हो ससुराली घर। अब हेर्नुहोस्, छोरा मान्छेले दोस्रो घर बनाउने भनेको ससुराली बनाएरै हो। म त एकदम एक्साइटेड छु है। ओके ओके, कता हो ल। अबको क्रममा चाहिँ यस्तै यस्तै भाव समेटेर मैले एउटा गीत लेखेको थिएँ। गीतले भन्छ, सपनीमा आउँछौ माया बस्छौ नि काखैमा, विपनीमा तिम्रै झल्को झलल आँखैमा, न त मलाई दिनमा भोक न त निन्द्रा राति, मध्यरातमै भाग्छ निन्द्रा चर्कन्छ यो छाती। सपनीमा आउँछौ माया बस्छौ नि काखैमा, विपनीमा तिम्रै झल्को झलल आँखैमा, न त मलाई दिनमा भोक न त निन्द्रा राति, मध्यरातमै भाग्छ निन्द्रा चर्कन्छ यो छाती। निको हो न त साथीको धेरै ठिक हो, माया बिरानी तारा